साथीहरू हाम्रो यो एसई प्रिपरेसन 2082 को फर्स्ट क्लास हो र फर्स्ट क्लास हामीहरू सेटबाट स्टार्ट गर्दैछौँ र त्यसभन्दा पहिला केही बेसिक कन्सेप्टहरू बेसिक फर्मुलाहरू छ त्यसलाई यो गरेर त्यसपछि हामीले च्याप्टर वाइज कम्प्लिट गर्नेछौँ र हामीहरूको रेगुलर 6:30 बजे यो इभिनिङमा यो क्लास रहनेछ। ठिक हामीहरू प्रिमियरबाट यो अनलाइन क्लास स्टार्ट गर्छौँ र खास गरेर यो क्लास सबै विद्यार्थीहरूको लागि छ, भाइ बहिनीहरूको लागि छ, उहाँहरूले एसईको प्रिपरेसन गर्न चाहन्छ र तपाईँहरूलाई यति म भन्न चाहन्छु कि मेरो यो क्लास गर्नुहुन्छ यदि रेगुलर मैले जुन जुन भन्छु त्यो कुरा चाहिँ मान्नुहुन्छ भने तपाईँहरूलाई ग्यारेन्टी एसएलसीमा कम्पलसरी मेथमा होइन A+ आउने गर्दछ र साथै साथै तपाईँहरूको लागि एउटा बोनस पोइन्ट रहन्छ। त्यसमा हामीले व्हाट्सएप ग्रुप खोलेको छौँ त केही समस्या हुन्छ त तपाईँले त्यहाँ आफ्नो प्रब्लम सेयर गर्नुहुन्छ भने हामीहरूले यताबाट सल्भ गरेर त्यसलाई सेन्ड गर्छौँ। खास गरेर यो चाहिँ हामीहरू लगातार गर्छौँ 2 महिनासम्म। आज मतलब 15 गते आज छ त 15 गतेदेखि लिएर चैत्र 15 गतेसम्म हामीहरू यो क्लास गर्नेछौँ। बिचमा यो लगभग 60 दिनको रहन्छ। रेगुलर हामीहरू क्लास गर्छौँ र एउटा एउटा च्याप्टरहरूको मोडल सेटहरूको त्यसमा अपलोड गर्ने गर्दछौँ र यसको कुन दिन कुन अपलोड हुन्छ त्यसको लिस्ट चाहिँ हामीहरू युट्युब सर्टबाट पछि प्रसारण गर्नेछौँ र आज अब बिना देर गरेर हामीहरू स्टार्ट गर्ने। त हामीहरूको बेसिक कन्सेप्ट सेटको मतलब समूह हुन्छ त्यो लगभग सबलाई थाहा छ। त यदि हामीहरू बडी डिपमा नजानेर ठिक नगएर माथिबाट यसलाई कन्सेप्ट गर्न कोसिस गर्छु ताकि तपाईँहरूको बेसिक प्रब्लम हुन्छ यसको रिलेटेड यसको कुनै प्रब्लम त्यो सल्भ भइहाल्छ होइन। फर्स्टमा यो हेर्नुहोस्, यो भयो युनिभर्सल सेट। युनिभर्सल सेट मतलब पुरा भइहाल्यो यो त हामीलाई याद राख्ने सब 4वटा घर छ 1 2 3 4वटा। ठिक 10 क्लास विद्यार्थीले यति याद राख्नुपर्छ। अब यनि मतलब पुरा घर त यो घरमा के छ एउटा ए घर छ एउटा बी घर छ। हेर्नुहोस् यो 2 बाई आयो त एकचोटि मैले घटाइदिएको छु त्यसपछि यो बाहिरको घर छ यो फर्मुला। ओन्लीको केस मतलब यो पार्टलाई भन्छ ओन्ली त म यो लेखिदिन्छु। जति पार्ट छ यो वाला खास गरेर यो छ ओन्ली ए, यो घरलाई भन्छ एन ए युनियन बी सरी इन्टरसेक्सन बी र यसलाई भन्छ ओन्ली बी र यो घर भइहाल्यो। यो भयो ए युनियन बी को कम्प्लिमेन्ट। ठिक त हेर्नुहोस् यो घर आयो यो घर आयो यो घर आयो यो घर आयो यो बेसिक फर्मुला हाम्रो बन्यो। सिम्पल छ। एनयू को मतलब है ए युनियन बी प्लस ए युनियन बी युनियन को कम्प्लिमेन्ट। अब तपाईहरु भन्छ सर यति फर्मुला किन थियो? यसमा बेसिक 3वटा फर्मुला छ, बडी फर्मुलै छैन। ठिक छ। तर कन्सेप्चुअल अनुसार जब कुन कन्डिसन हुन्छ त्यसमा हामीले एप्लाई गर्छौँ फर्मुलाहरू। ठिक त्यसपछि ए को केसमा हुन्छ त यो ए भइहाल्यो। ए को कम्प्लिमेन्ट मतलब यो ए लाई छाडेर बाँकी पुरा भयो त्यो त बीमा पनि सेम त्यस्तै भयो। ए युनियन बी जब यो केस दिएको हुँदैन कम्प्लिमेन्ट होला। ठिक त ए युनियन बी को एउटा त भइहाल्यो। यो पुराबाट हामी यो घटाइदिन्छु त हाम्रो यो भइहाल्छ ए युनियन बी। अब हेर्नुहोस् एन ए प्लस एन बी यसबाट हामीहरू इन्टरसेक्सन घटाउँछ। त्यसपछि ओन्लीको केस छ। अब हेर्नुहोस् सबभन्दा बढी इम्पोर्टेन्ट यसमा चाहिरहेको छ नोटेसन टु सल्भ द वर्ड प्रब्लम। अब वर्ड प्रब्लम्सहरू गर्नलाई धेरै साथीहरूलाई धेरै दिक्कत हुन्छ होइन। त कसरी बेला नोटेसन सार्ने यस्तो फेरि लेखिदिन्छ बनाइदिन्छ त्यसपछि त्यसको सल्भ गरिन्छ। यदि क्वेसनमा आएको छ एट लिस्ट वन अफ द आइटम इदर और ए और बी और बथ। ठिक ए बी को टर्म बनाना हुन सक्छ, एप्पल हुन सक्छ, म्याङ्गो हुन सक्छ। त्यस्तै मतलब दुईटैबाट कुनै एउटा मन पर्छ नि पर्छ। ठिक यसबाट भइहाल्यो ए युनियन बी मतलब यो दुईवटा दिएको छ एउटा मन पर्ने नै पर्छ। ठिक या दुईटै मन पर्छ त ए युनियन बी सम्झिनु पर्छ। बोथ भनेको छ बोथ मतलब यसमा मिल्दो हुन्छ बोथ द आइटम या एउटा ग्यारेन्टी मन पर्नु पर्छ त यो इन्टरसेक्सन। यसमा भन्छ डोन्ट लाइक द बोथ निदर और नट। अब के भन्छ न दुईटै मन पर्छ न यो न त्यो त कम्प्लिमेन्ट भइहाल्यो। अब के भन्छ ओन्ली वन टाइप्स अफ द आइटम कम्ती एक टाइप्सको आइटम त्यसलाई मन पर्नु नै पर्छ। ओन्ली वन यही मन पर्छ या यही मन पर्छ त यसलाई हामीहरू जोड दियो। अब के भन्छ एट मस्ट वन टाइप्स अफ आइटम कम्तीमा पर्नु पर्यो त यो जुन त बाँकी हाल्छ आइटम्सहरू। ठिक त्यसलाई हामीहरू के गर्छौँ बाहिर बनाएर लेखिदिन्छौँ। त्यो भयो सरी यसैलाई हामीहरू के गर्छौँ अब इन्टरसेक्सनको कुरा गर्छौँ ए युनियन बी को कम्प्लिमेन्ट मतलब यसमा हामीहरू के राख्छौँ जुन पर्छ त्यो। ठिक अब यसलाई छाडेर कसैलाई एप्पल मन पर्यो
कसैलाई बनाना मन पर्यो कसैलाई एप्पल बनानाको बाहेकको कुराहरू मन परेको रहन्छ हामीहरू त्यसलाई के गर्छौँ यसमा राखिदिन्छौँ। ठिक छ, कसैलाई मात्र एप्पल मन परेको छ कसैलाई मात्र बनाना त्यसभन्दा बाहिरको चिजहरू छ यही त्यसलाई भन्छ मोस्ट अफ द आइटम्स। ठिक यो चाहिँ बेसिक कन्सेप्ट छ। म त नामको लागि यसमा दुईवटा बेलाको लियो त्यसपछि हामीहरू के गर्छौँ अब थर्ड बेलालाई र खास गरेर हामीहरूले निमा पब्लिकेसनको बुकबाट गर्नेछौँ। ठिक छ, अब म एक दुईवटा थर्ड बेलालाई पनि हेराइदिन्छु 3वटा सेट बेलालाई त्यसपछि हामीहरू अगाडि बढ्छौँ। अब हामीहरू फाइनली 10 सेटमा पुगिहालेको छौँ र हामीहरू रिफरेन्सको लागि निमा पब्लिकेसनको 10 सेट लिएको छु। तपाईँले हेर्न सक्नुहुन्छ 2082 को 10 सेट छ। तपाईँहरूसँग पनि होला। हामीहरूले लाइन बाई लाइन हरेक क्वेसनलाई टच गर्न कोसिस गर्छौँ। क्वेसन नम्बर 1 ठिक क्वेसन चाहिँ यो रहेको छ आउट अफ द स्टुडेन्ट हु पहिला त क्वेसन बुझ्न सक्नुहुन्न त नेपालीमा पनि दिएको हुन्छ त्यो नेपालीमा पनि सम्झन सक्नुहुन्छ। आउट अफ द स्टुडेन्ट हु पार्टिसिपेट इन एक्जामिनेसनमा भाग लिएको छु जति भाग लिएको छु त्यस 80% लाई म्याथमेटिक्स मन पर्छ त म लेखिदिन्छु। ठिक हेर्नुहोस् पहिला एम पहिला यु युनियनहरू बादमा लेख्छु। ठिक छ, एम म्याथ कतिजनालाई मन पर्छ 80% लाई। त्यसपछि दिएको छ एमएस ठिक साइन्स कतिलाई मन पर्छ त त्यो दिएको छ 75%। ठिक त्यसपछि दिएको छ N5 फेल्ड इन बोथ सब्जेक्ट हुनुहुन्छ दुईटै सब्जेक्टमा फेल्ड भएको छ यसको मतलब यो खाली कम्प्लिमेन्ट एम युनियन यसको कम्प्लिमेन्ट भइहाल्यो 5%। ठिक छ, अब इन बोथ सब्जेक्ट 300 स्टुडेन्ट पास्ड इन बोथ सब्जेक्ट 300 स्टुडेन्ट के भएको छ पास भएको छ दुईटै सब्जेक्टमा त यो भइहाल्यो इन्टरसेक्सन भइहाल्यो एम इन्टरसेक्सन यस यो के भइहाल्छ 300 भइहालेको छ। ठिक छ, अब हेर्नुहोस् 300 पास्ड इन द बोथ सब्जेक्ट देन एम यस डिनोट द सेट अफ द स्टुडेन्ट हु पास्ड इन म्याथ एन्ड साइन्स रिस्पेक्टिभली राइट द कार्डिनलिटी अफ एम इन्टरसेक्सन एम यही भन्छ एम इन्टरसेक्सन एम को पहिला त तिनटैलाई भन्छ हामीलाई 1 नम्बरमा भनिदिएको छ यही। ठिक यसको सेट नोटेसनमा लेख्ने सबै मैले सेट नोटेसनमा लेखिदियो। ठिक छ, अब के भन्छ त्यसपछि भन्छ एम इन्टरसेक्सन यसको कार्डिनलिटी यो भइहाल्यो 300। ठिक छ, अब सो द एबभ इन्फर्मेसन इन भेन डायग्राम यही इन्फर्मेसन हामीलाई के गर्नु छ भेन डायग्राम हेराउनु छ देखाउनुहोस्। ठिक यो भेन डायग्राम तपाईहरु सुरुमा नपार्नु केही कुरा हामीलाई फाइन्ड आउट गर्नुपर्छ। यो भयो म्याथ यो भयो साइन्स त हेर्नुहोस् यो भइहाल्यो 80% छ त यो नलेख्नु किनभने हामीलाई अहिले इन्टरसेक्सन बाँकी छ त केही कुरा। अब हेर्नुहोस् यसमा कम्प्लिमेन्ट आएको छ एउटा कुरा मेरो ध्यान दिनुस् कम्प्लिमेन्ट आएको जब कम्प्लिमेन्ट आएको हुन्छ एन यु हाम्रो एकैचोटि मानिलिनु 100% केस कम्प्लिमेन्ट छ भन्ने क्वेसनमा कहीं त एन यु भइहाल्छ 100% कम्प्लिमेन्ट छैन भने 100% एकैचोटि भइहाल्छ एन यु ए युनियन बी पनि यतिकै हुन्छ। एउटा कुरा अझै यदि मलाई कम्प्लिमेन्ट दिएको नभए मतलब यो घरमा केही दिएको छैन सब यही घरमा निप्टिहाल्यो भने एकैचोटि हामीहरू ए युनियन बी 100% कम्प्लिमेन्ट दिएको भन्छ एन यु भइहाल्यो। ठिक हामीलाई के निकाल्नु पर्छ ए युनियन बी। ठिक पहिला म निकालिरहेछु ए युनियन बी एम युनियन यस फर्मुला वाइज के गर्छौँ हामीहरू। ठिक यसबाट योबाट यो हटाउनु छ एन यु माइनस एन। ठिक छ ल एम युनियन यसको कम्प्लिमेन्ट त यो भइहाल्यो 100% माइनस 5% यो कति भइहाल्यो 95%। अब यो 95% त अब यसबाट इन्टरसेक्सन निकाल्छौँ हामीहरू फेरि एन एम इन्टरसेक्सन यसको फर्मुला ओन्ली यस ओन्ली एम माइनस एन एम युनियन यसको। ठिक यो भइहाल्यो 80 प्लस 75 माइनस 95। ठिक छ यो भइहाल्यो 5 15 माइनस 95। ठिक छ 5 में से 5 गयो भने 0 15 बाट 9 गयो भने 60 यो कति पर्सेन्ट भइहाल्यो 60 त यही लेखिदिन्छु म
यो भ्यालु 60%। यम कति छ 80% छ, त यो भ्यालु 20% छ। यस साइन्स कति पर्सेन्ट छ 75। 75बाट 60 अगाडि आइहाल्यो, त यो कति भ्याल्यु 15। यो अगाडिदेखि कति दिएको छ 5 दिइहालेको छ। ठिक भयो। त यो कम्प्युटर सल्भ गरेपछि हामीले यो कोर्दा राम्रो हुन्छ। सी नम्बरमा फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु पार्टिसिपेट इन द एक्जाम। अब हुन्छ एक्जाममा कतिजना पार्टिसिपेट गरेको छ हेर्नुहोस्। अब हामीलाई केमा दिएको छ पर्सेन्टेजमा दिएको छ। ठिक, एउटा हिन्ट पनि दिइहालेको छ, यहाँ हेर्नुहोस् यो दिइहालेको छ 300। ठिक छ। त सी नम्बरमा लेट एक्स बी नम्बर अफ स्टुडेन्ट पार्टिसिपेट इन एक्जाम। ठिक, एक्स म मानेको छु कि कति स्टुडेन्ट पार्टिसिपेट गरेको छ एक्जाममा। ठिक छ। अब हेर्नुहोस् एक्जाम देन त 5% अफ एक्स जति टोटल नम्बर छ त्यसको 5% हामीलाई कति सरी जति टोटल नम्बर छ त्यसको कति पर्सेन्ट छ 60%। त ठिक, त 60% अफ एक्स मतलब टोटल नम्बर अफ स्टुडेन्टको 60% चाहिँ त्यो कति दिएको छ 300। यहाँ 300। अब हेर्नुहोस् यसबाट 60/0 इन्टु एक्स इक्वल्स टु 300 और एक्स इक्वल्स टु 300 गुणे 100/60। एकटा 0 से एकटा 0 कैंसल, 56 से 30, आंसर कति आयो 500। ठीक, therefore total number of students who participate in the examination that is called 500। ठीक छ। अब डी भन्छ नम्बर अफ स्टुडेन्ट हु पास्ड मैथमेटिक्स ओनली एंड द नम्बर अफ हु फेल्ड इन बोथ सब्जेक्ट। सरी कंपेयर द नम्बर, कंपेयर को मतलब हुन्छ रेशियो। त रेशियो हामीले कंपेयर गर्नु छ। ठीक, हेर्नुस् म यता लेखिदिन्छु। त तपाईहरुले लाइन लेख्नु पर्छ नम्बर अफ स्टुडेन्ट। ठीक, यो लेख्ने कति लेख्नु पर्छ अलि लाइन त मार्क काट्दैन। नम्बर अफ स्टुडेन्ट हु पास्ड इन मैथमेटिक्स ओनली। त मैथमेटिक्स यो भयो, हु पास्ड इन मैथमेटिक्स ओनली दैट इज कॉल्ड यो। ठीक, 20%। त 20% यो कतिको छ 20% यो भइहाल्यो। ठीक छ। ल त म एउटा लेखिदिन्छु 20% यो। ल नम्बर अफ स्टुडेन्ट हु पास्ड इन मैथमेटिक्स त्यसपछि के भन्छ एन्ड हु फेल्ड इन बोथ सब्जेक्ट र यो भ्याल्यु 5। यसले लाइन लेखिदिन। अब काट्नुस् हामीहरु। त्यो भ्याल्यु 4 यो भ्याल्यु 1। हाम्रो रेशियो कति भ्याल्यु 4:1 भइहाल्यो। ठीक छ। आई होप यो बुझ्नमा तपाईहरुलाई विक्रमको आएको होला। अब हामीहरु 2 नम्बरमा प्रवेश गर्ने गर्छौं। 2 नम्बरमा चाहिँ क्वेशन चाहिँ यो रहेको छ हेर्नुस्। ल इन द सर्वे अफ 100 स्टुडेन्ट कुनै सर्वे निरीक्षण गरेको छ त्यसमा 100 जना विद्यार्थी छ। इट इज फाउन्ड दैट 60 स्टुडेन्ट लाइक टु प्ले फुटबल। 60 वटा फुटबल खेलेको छ, 48 लाइक भलिबल एन्ड 40 लाइक टु प्ले क्रिकेट। र फेरि क्रिकेटको 3 वटा सेट यहाँ दिएको छ। सिमिलरली 32 लाइक फुटबल एन्ड भलिबल। अब यसलाई लेख्ने एन्ड यतिलाई के 5 अफ देम लाइक अल द 3 गेम्स राइट द सेट नोटेसन। अब हेर्नुस्। ल पहिला म के गरिरहेछु एकैचोटिमा यसको गिभन लेखिरहेछु। ठीक छ। क्वेशन है इन द सर्वे अफ 100 स्टुडेन्ट यन यू मानिलियो 100। ठीक, त्यसपछि इट इज फाउन्ड दैट 60 लाइक टु प्ले फुटबल यन एफ बराबर 60। 48 लाइक टु प्ले भलिबल एन बी इक्वल्स टु 48। 40 लाइक टु प्ले क्रिकेट एन सी इक्वल्स टु 40। Similarly, 32 like to play football and volleyball. Intersection football and cricket. The football and volleyball. Football and volleyball दिएको छ 32। त्यसपछि भएको छ 22 like football and cricket. Football intersection cricket यो भएको छ 22। volleyball and cricket 20। भलिबल एंड क्रिकेट दिएको छ 20। 5 of them like all 3 यन फुटबल इंटरसेक्शन भलिबल इंटरसेक्शन क्रिकेट इक्वल्स टू 5।
ठीक लाइक अल द 3 गेम्स भइहाल्यो राइट द सेट नोटेसन टु डिनोट द नम्बर अफ स्टुडेन्ट हु लाइक टु प्ले अल द 3 गेम्स अल द 3 गेम कुन यो मन पर्छ त्यो भइहाल्यो हाम्रो ए नम्बर दिइहालेको छ त ए नम्बरको ल यो भइहाल्यो हाम्रो एन्सर ए नम्बरको लागि अब फेरि के भनिरहेको छ बी नम्बरमा सो द अबभ इन्फर्मेसन इन भेन डायग्राममा भनेको छ हेराउनको लागि अब यसमा हेर्नुहोस् के दिएको छ इन्टरसेक्सन ल ठिक छ अब यो कुरालाई भेन डायग्राम हेरौँ तीनवटा दिएको छ तीनवटा एउटा फुटबल भयो भलिबल भयो क्रिकेट भयो युनियन ठीक अब हेर्नुहोस् पहिला भर्ने यो तरिका हुन्छ सबभन्दा पहिला हामीलाई यो सेन्टर कर्नरवाला गर्नुपर्छ यो भइहाल्यो 5 अब हेर्नुहोस् भलिबल इन्टरसेक्सन क्रिकेट कति दिएको छ 20 मा यो 5 आइहालेको छ त बचिहाल्यो 15 ठीक यो अब फुटबल इन्टरसेक्सन क्रिकेट कति छ 22 बाट 5 घटायो भने 17 त्यो भ्याल्यु 17 फुटबल इन्टरसेक्सन भलिबल कति छ 32 बाट हामीहरु 5 घटाइदियो त कति भयो 27 त्यो भ्याल्यु 27 अब हेर्नुस् फुटबल जम्मा कति वटाको छ 60 वटा ठीक 60 वटामा हाम्रो कति आइरहेको छ यो प्लस यो यति आइरहेको छ त पहिला हेर्नुस् जोड्नुस् भइहाल्यो कति 17 5 22 22 प्लस 27 त यो भ्याल्यु 9 यो भ्याल्यु 4 49 ठीक 49 बाट कति घटाउनु छ अब 60 घटाउनु छ त 1 प्लस 10 त यो भ्याल्यु 11 ल अब यसमा आउने भलिबल त पहिला यो सबैलाई जोड्ने यो भ्याल्यु 20 ठीक 20 प्लस 40 47 ठीक सरी भलिबल वाला थियो ल भलिबल यो 47 भइहाल्यो त यो बचिहाल्यो यसमा 1 बचिहाल्यो अब आउने क्रिकेट वाला जम्मा कति वटा छ 40 वटा 40 वटामा अलरेडी कति वटा भराइहालेको छ यो 20 ठीक 20 प्लस यो भ्याल्यु 37 त बचिहाल्यो यो 3 वटा ठीक अब गर्ने हेर्नुस् हाम्रो भेन डायग्राम हामीहरुको खतम भयो फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक एट लिस्ट वन गेम कम्तीमा एउटा गेम त्यसलाई मन पर्नु पर्ने एटलिस्ट वन गेम को मतलब के भयो एफ युनियन सी युनियन यू यो यसको एकैचोटीमा हामीलाई फर्मुला लगाउनु छ दैट इज हामीले यसमा भन्छ निकाल्नको लागि बी नम्बरमा एन एफ युनियन भी युनियन सी यसको फर्मुला अब यसको फर्मुला हेर्नुस् बेसिक फर्मुला हामीलाई के गर्नु छ अगाडि देखे एफ यू सरी एन एफ प्लस एन यू प्लस एन सी क्रिकेट ठीक अब एकचोटी यो भयो एकचोटी यो भयो माइनस हामीहरु माइनस यो गर्नुपर्छ एफ इन्टरसेक्सन सी माइनस एन पनि एड गर्दै जानु एकचोटी हामीहरु त्यो माइनस गर्छौ एफ इन्टरसेक्सन भी एकचोटी माइनस गर्नुपर्छ एन यू इन्टरसेक्सन सी भी इन्टरसेक्सन सी हेर्नु एकचोटी यो माइनस गर्ने यो पनि माइनस गर्ने र हामीलाई प्लस गर्नुपर्छ यो ठीक एफ इन्टरसेक्सन सी इन्टरसेक्सन भी ठीक यता पेहरु मेटाइदिन्छ अब हेर्नुस् त यो फेरि खिड़की बता दियो 60 प्लस रात छोड़ देने लगा 60 प्लस 40 प्लस 48 प्लस 40 माइनस अब हेर्नुस् यो हटाउने ल 32 प्लस 22 प्लस 20 सरी यो माइनस यो पनि माइनस यो प्लस भ्याल्यु 5 ठीक यो सबैलाई जोड्ने त यो भ्याल्यु 8 4 4 8 8 14 12 2 14 माइनस योलाई त्यो भ्याल्यु 4 ठीक यो 4 त्यो 7 ठीक प्लस 5 अब यो दुईटलाई यसलाई हामीहरु
जोडिदियो त 153 माइनस 74। ठिक 13बाट 4 गयो भने 9, ठिक छ। 14बाट 7 गयो भने 7, 79। ठिक त त्यहाँ हाम्रो यो अब एन्सर कति आयो यसको एफ युनियन सी को 79, त्यो तिनटैको युनियनको। अब फेरि भन्छ फाइन्ड द एटलिस्ट 1 हामीहरू भइहाल्यो। अब फेरि भन्छ डी नम्बरमा यसमा फाइन्ड द 1। ठिक डी नम्बरमा त 8 मस्ट 1 को लागि हामीहरू के गर्छौँ ओन्ली एफ। ठिक त यसरी ओन्ली एफ प्लस ओन्ली भी प्लस के दिएको छ त ओन्ली सी प्लस। ठिक यसको चाहिँ हामीहरूको भइहाल्यो एन ए युनियन सरी एफ युनियन बी युनियन सी को कम्प्लिमेन्ट। ठिक हेर्नुहोस् ओन्ली एफ छ 11, ओन्ली बी छ 1, ओन्ली सी छ 3 प्लस यसको कम्प्लिमेन्ट। यसको कम्प्लिमेन्ट हुन्छ यसम्म निकालेको छैन, निकाल्नको सिम्पल तरिका छ यु दिएको छ 100 र हाम्रो यो आइरहेको छ 79। ठिक 1 + 21 भइहाल्यो। एकैचोटिमा कमन सेन्स लगाएर 21। ठिक छ अब हेर्नुहोस् सबैलाई जोड्नुहोस् यो छ 3। ठिक छ यो भ्यालु 24 1 25 25 ठिक 25 प्लस 11 त यो भ्यालु 36। ठिक अब यसैलाई भन्छ हामीलाई के गर्नु छ पर्सेन्टेजमा चेन्ज गर्नु छ सायद। फाइन्ड द नम्बर फाइन्ड द पर्सेन्टेज अफ स्टुडेन्ट हु लाइक टु प्ले 8 मस्ट 1। अब यसैलाई के भन्छ पर्सेन्टेजमा इन पर्सेन्टेज हेर्नु त कति आएको छ 36 टोटल कति छ 100। 100 को सट्टामा 200 300 दिन्छ 200 300। ठिक छ इन्टु 100%। ठिक 100 बाट यो 100 गइहाल्यो त हाम्रो भइहाल्यो 36%। ठिक छ अब सेकेन्ड अगाडि जाऊ हामीहरू अगाडि बढौँ। यस्तै हामीहरू नम्बर 3 मा पुगिसक्यो र नम्बर 3 को चाहिँ क्वेसन चाहिँ यस्तो रहेको छ हेर्नुहोस् इन द सर्वे अफ 400 स्टुडेन्ट स्टडिङ इन क्लास 10 त्यसलाई लेख्दै जान्छु म एनयु बराबर 400। ठिक स्टुडेन्ट इन क्लास 10 इट वाज फाइन्ड द रेसियो अफ द स्टुडेन्ट हु लाइक मैथ ओन्ली एन्ड इङ्ग्लिस ओन्ली। ठिक छ त ओन्ली भइहाल्यो मैथ एउटा छ ओन्ली इङ्ग्लिस। ठिक ओन्ली मैथ र इङ्ग्लिसको चाहिँ रेसियो हामीलाई दिएको छ 2:3। हामीहरूलाई हमेसादेखि थाहा छ कि रेसियोलाई हामीहरू एक्स मान्छौँ र 2x 3x हामीहरू गरिदियो। ठिक छ एन्ड 30% स्टुडेन्ट लाइक बोथ सब्जेक्ट। ठिक छ अब बोथ सब्जेक्टको इन्टरसेक्सन अब हेर्नुहोस् त एम इन्टरसेक्सन ई। ठिक 30% कसको 30% त अफ 400। ठिक एकैचोटि म यसलाई तोड्दै जान्छु गुणे 400। ठिक छ यो त कति 4 बाट 120 ल यसपछि के भनेको छ फेरि 15% लाइक नन अफ द सब्जेक्ट त थाहा छ नन मतलब कम्प्लिमेन्ट भइहाल्यो एम युनियन ई को कम्प्लिमेन्ट चाहिँ हामीहरूको कति भइहाल्यो 15% त सेम अस्ति 15% अफ 400। ठिक त 15/100 गुणे 400। ठिक 15 ठिक यति भयो। अब यता भनिरहेको छ ए नम्बरमा। ठिक अलि म अगाडि नै सब गरिदियो वाट इज द नम्बर अफ स्टुडेन्ट हु लाइक द बोथ सब्जेक्ट। त बोथ सब्जेक्ट मन पर्ने यो हाम्रो भइहाल्यो ए नम्बरमा द्याट इज दिएको छ 120। ठिक छ सेकेन्ड नम्बरमा भनेको छ स्टडी सो देम इन फ्याक्ट इन भेन डायग्राम। त एउटा कुरा त पाइले ध्यान दिनु कि भेन डायग्राम सबभन्दा लास्टमा ड्रो गर्दा अलिक बेस रहन्छ राम्रो रहन्छ। ठिक छ बिचमा चाहिँ दिक्कत हुन्छ भेन डायग्राम ड्रो गर्नमा। अब भन्छ फाइन्ड द नम्बर अफ स्टुडेन्ट हु लाइक मैथ ओन्ली इङ्ग्लिस ओन्ली या मैथ ओन्ली र इङ्ग्लिस ओन्ली 2x 3x को भन्छ हामीलाई भेल्यु फाइन्ड आउट गर्नको लागि। त अब एउटा कुरा हेर्नुहोस् म अलि भेन डायग्राम अलिक कोरिरहेछु बिगर। ठिक 2 नम्बरको लागि बी नम्बरमा होइन त एउटा त भइहाल्यो हामीहरूको मैथ एउटा भइहाल्यो इङ्ग्लिस भइहाल्यो। ठिक छ
त्यहाँ हेर्नुहोस् ओन्ली कति छ यो 2x, यो चाहिँ दिइहालेको छ इङ्ग्लिसको 3x, अरे यो हाम्रो कति आइहाल्यो 120, यो कति आइहाल्यो 60। ठिक छ। अब ठिक छ, कति नम्बरमा थियो हामीहरू सी नम्बरमा। ठिक छ, फाइन्ड द नम्बर अफ स्टुडेन्ट, त सोल्भ बी आते सी नम्बरको लागि त्यो बिनाउनु यो हाल्यो सोल्भिङ फोर एक्स। ठिक, एक्स को लागि सरी एक्स को भेल्यु त दिएको छ, त एकैचोटि लेखिदिनु वी नो, चाहे वी नो। ठिक, यू को फर्मुला हेर्नुहोस् त एन यू, यहाँ एन यू को फर्मुला यू प्लस यू प्लस यू प्लस यू, एन यू इक्वल्स टू ओन्ली एम। सबभन्दा यसमा हिसाब बनाउन चाहनुहुन्छ भने यो फिगरलाई डायग्रामलाई सम्झिनु, यो मतलब युनिभर्सल यू प्लस यू प्लस यू प्लस यू, यो लिन्छ किनभने यू को भेल्यु दिएको छ त हाम्रो एक्स को भेल्यु आइहाल्छ, यानी ओन्ली एम प्लस ओन्ली ई ठिक छ, ओन्ली दिएको छ प्लस ओन्ली एन एम इन्टरसेक्सन ए प्लस ओन्ली ठिक एम युनियन ई को कम्प्लिमेन्ट। यो कति दिइहालेको छ 400, यो दिइहालेको छ 400, त 2x प्लस 3x प्लस 120 प्लस 60। ठिक, यो भ्याल्यु 400 इक्वल्स टू 5x प्लस 180। ठिक, 120 प्लस 60। अब एकैचोटि 5x इक्वल्स टू 400बाट 180 जान्छ। ठिक, तो 400 माइनस 180 डेट इज द यो भ्याल्यु 0 10बाट 8 गयो भने 2 यो भ्याल्यु सरी एउटा यता लिइहालेको छ कहाँबाट एकछिन 0 10बाट 8 गयो भने 2 3 8 गयो भने 2 सरी ल 220। ठीक, और x इक्वल्स टू कति आयो 220 बटे 5। अब डिवाइड गर्ने त 5 चौका 20 2 5 चौका 20 फेरि 2 आइहाल्यो त 4। ठीक, तो x को भ्यालु हाम्रो कति आइहाल्यो 44। देयरफोर ओन्ली ध्यान दिने 2x हाम्रो के छ 2x को भ्यालु 2 गुणे 44 इक्वल्स टू 88, मतलब ओन्ली m कति छ हाम्रो 88। देयरफोर ओन्ली m इक्वल्स टू 88। फेरि 3x 3 गुणे 44। ठीक, 4 × 12 2 कैरी 1 4 × 12 13 132, तो ओन्ली a बराबर 132। ल अब फेरि डी मा भन्छ व्हाट इज द नम्बर अफ स्टुडेन्ट हु लाइक इट मस्ट वन सब्जेक्ट। यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट रहेको छ। इट मस्ट वन सब्जेक्ट को मतलब के भयो, कम्तीमा एउटा या केही होइन। ध्यान दिनुहोस्, इट मस्ट वन को मतलब कम्तीमा एउटा या केही होइन। त कम्तीमा एउटा केही होइन यसको मतलब के भयो, हेर्नुहोस् कम्तीमा एउटा या केही होइन त यो घर प्लस यो घर प्लस यो घर डी नम्बरमा। ठीक, त इट मस्ट वन सब्जेक्ट इक्वल्स टू ठीक ओनली m प्लस ओनली e प्लस ओनली m यूनियन e को कॉम्प्लीमेंट दैट इज यो भ्यालु 44 प्लस 132 प्लस 60। ठीक छ, अब सबैलाई हामीले जोड्छु त यसको आउँछ 280। आई होप यो बुझ्न भयो होला। अगर केही दिक्कत छ भने तर कमेन्ट गर्नु होला। यस्तै गरेर हामीहरू अगाडि फोन नम्बरमा बढ्दै गर्दछौँ। हेर्नुहोस् यसमा जुन हामी सुरुमा स्टार्टिङमा भनेको त्यो फर्मुलाहरू चाहिँ ध्यान दिनु होला। ठीक, 4 नम्बरमा चाहिँ के भनेको छ, फ्रम द स्टुडेन्ट हु पार्टिसिपेट इन एक्जामिनेसन 40% स्टुडेन्ट पास इन साइन्स। ल हेर्नुहोस् एउटा छोडेर एनएस भइहाल्यो 40% पास इन साइन्स, 45% पास इन म्याथ, एम भइहाल्यो 45% इन मैथ एंड 50% पास इन नेपाली। ठीक, एन इक्वल्स टू 45। हेर्नुहोस् 3टा वाला बढी इजी रहन्छ, यति तपाईहरु मात्र ध्यान दिनु होला। ठीक छ,
सिमिलरली 10% पास इन मैथ एंड साइंस एंड मैथ, ठीक। एन साइंस इंटरसेक्शन मैथ भइहाल्यो 10%। त्यसपछि फेरि दिएको छ एन्ड 20% पास इन नेपाली मैथ, एन नेपाली मैथ इक्वल्स टू 20%, 15% पास इन साइंस नेपाली, एन साइंस नेपाली इक्वल्स टू 15%। एंड ठीक यति ठीक छ। यी 5% स्टूडेंट फेल्ड इन 3 सब्जेक्ट, त यसको कम्प्लिमेन्ट त यति छ, एन मैथ यूनियन साइंस सरी इंटरसेक्स फेल्ड छ यूनियन नेपाली, यो भइहाल्यो 5%। हेर पर्सेन्टेजमा छ, ठीक छ। हेर्नुहोस् कम्प्लिमेन्ट आइहाल्यो त यु एकैचोटिमा लेखिदिनुहोस् है। यदि कम्प्लिमेन्टको केस हुँदैन, ठीक छ त, यम युनियन यस युनियन एन भइहाल्छ, सही भइहाल्छ, यो र यो एउटै भइहाल्छ तब, ठीक छ। कम्प्लिमेन्ट हटाइदिनु तब। अब एउटा कुरा ध्यान दिनुहोस्, इन ठीक है, इन केस अफ पर्सेन्टेज व्हाट इज द कार्डिनलिटी अफ सेट यू, यही भन्छ एन यू बराबर ए नम्बरमा लेखिदिनु एकैचोटि, एन यू बराबर भइहाल्यो 100%, ठीक छ। पर्सेन्टेजमा त पर्सेन्टेज बढी के हुन्छ, सही युनियन कतिको हुनुपर्छ, सहीको हुनुपर्छ, बात खतम। फेरि भन्छ फाइन्ड द पर्सेन्टेज अफ स्टुडेन्ट हु पास्ड इन अल 3 सब्जेक्ट, 3टै सब्जेक्टमा पास भएको फाइन्ड आउट बाई ड्रइङ भेन डायग्राम। यसमा भेन डायग्राम भएर भन्छ हामीलाई निकाल्नको लागि। हेर्नुहोस् भेन डायग्राम बनाएर निकाल्छु त, ल त्यसको हेर्नुहोस्, मानिलो मैथ साइंस, ठीक, यो भएर मैथ साइंस, अर्को चाहिदिएको छ नेपाली। सुन्नु कति सिम्पल छ। रुल एउटा थाहा हुनुपर्छ हामीलाई के यसमा, जस्तै साइन्सको छ, यो पुरा साइन्स भ्यालु त साइन्स जति गर्छ यतिमा 40 छ, एकैचोटि यो नभर्ने, यो भर्न स्टार्ट हुन्छ यहाँदेखि स्टार्ट हुन्छ, ठीक छ। अब यो दिएको छ हामीलाई, दिएको छैन, ठीक छ। अब हेर्नुहोस् यो दिएको छैन, यो दिएको छ, यो दिएको छ, यसबाट युनियन निकाल्ने हामीहरू। हेर्नुहोस् बी नम्बरको लागि त यम युनियन यस युनियन एन को कम्प्लिमेन्ट इक्वल्स टू एन यू, कम्प्लिमेन्ट आउँछ त एन यू माइनस डिफरेन्स गर्ने, ठीक छ। त्यसपछि हामीहरूको भइहाल्यो एन यम युनियन यस युनियन एन। अब कम्प्लिमेन्ट दिएको छ 5% इक्वल्स टू 6% माइनस एन यम युनियन यस युनियन एन, दिएको एकैचोटिमा एन यम युनियन यस युनियन एन इक्वल्स टू 95%। हेर्नुहोस् अब यो कुरा कति भइहाल्यो, 95% भइहाल्यो। अब अगाडि, ठीक। फेरि हामीहरू और अब यो निकाल्नुहोस्, यो वाला त यसको लागि हेर्नुहोस् फर्मुला हामीहरूलाई फर्मुला दिएको छ, यम युनियन यस युनियन एन को फर्मुला हामीलाई दियो एन यस प्लस एन, यो पुरा भइहाल्यो एन यम प्लस एन यस प्लस एन यम प्लस एउटा नेपाली वाला एन एन, ठीक। अब माइनस, अब घटाओ यो वाला, ठीक छ, एन यम युनियन यस माइनस एन साइंस युनियन नेपाली माइनस एन यम इंटरसेक्शन या इंटरसेक्शनहरू दिने, ठीक, इंटरसेक्शन यम एन, यसमा प्लस यो घटायो त्यसपछि यो प्लस गर्ने प्लस एन एम इंटरसेक्शन एस इंटरसेक्शन एन। अब भेल्यु राख्दै जान्छ सबको, यो भइहाल्यो 95, ठीक, यो भइहाल्यो 40 प्लस 45 पर्सेन्टेज जहाँ छुटेको छ तपाईँहरूले लगाउँदै जानु, ठीक छ। ल प्लस त्यो पनि छ 45 नेपाली पनि, ल 45 एकछिन मिलाइहाल्छु फेरि न त गल्ती भइहाल्छ भनेर। साइंस सरी यो इन द एग्जामिनेसन पास थियो एन्ड 50% पास इन नेपाली, सरी 50% छ नेपाली, यहाँको मिस्टेक भइहाल्यो, यो भन्छ 50%। ल अनि अरू ठाउँमा ठीक छ 40 40, यो भइहाल्यो 50 50, ठीक। ल यम इंटरसेक्शन यस, यम इंटरसेक्शन
यम इन्टरसेक्सन यस छ 10, यम इन्टरसेक्सन यन यो छ 20, ठिक छ। फेरि भइहाल्यो, यो पनि भइहाल्यो, यो पनि भइहाल्यो, अनि यो छ 15, द्याट इज माइनस 15% प्लस यो त दिएको छैन यन, यम इंटरसेक्शन यस इंटरसेक्शन यन, और अब यो 95% को 95% इक्वल्स टू अब सब यो तीनटेलाई जोड्ने, ठीक छ। तो यो 5 को 5 भइहाल्यो, 8 8 8 10 13 यति % माइनस अब 3 एउटालाई जोड्ने, यो ठीक छ। यो तो भइहाल्यो 30 40 45 प्लस एन एम इंटरसेक्शन एस इंटरसेक्शन एन, और 95% इक्वल्स टू तो यो भ्याल्यू 5 बाट 5 गयो भने 0, ठीक छ। 13 बाट भयो 9 तो 90, ठीक। यो भइहाल्यो 90% प्लस एन एम इंटरसेक्शन एस इंटरसेक्शन एन, देयरफोर एकैचोटिमा म यता लेखिरहेको छु एन एम इंटरसेक्शन एस इंटरसेक्शन एन, ठीक, इक्वल्स टू अब यो साइडमा गइहाल्यो मतलब 5%। तो जुन यसको एन्सर आयो हाम्रो कति आइहाल्यो 5% आयो। त यसमा मैले कोरिएको छु, अब यसमा बनाउने कोसिस गर्छु, ठीक। यो भइहाल्यो साइन्स, यो भइहाल्यो मेथ र यो भइहाल्यो नेपाली, ठीक। अब जुन हामीहरूको इंटरसेक्शन यसको छ तीनटेको यो भइहाल्यो 5%, त म यहाँ दिएको छु 5%, ठीक छ। अब हेर्नु पहिला यो भएपछि अब यो घर र यो घर गर्नु छ। त मान्नुहोस् मैले यो घर भइहाल्यो, त्यो साइन्स र मेथ, साइन्स मेथमा कति छ 10, 10 बाट मैले 5 अगाडि आइहाल्यो घरमा, यति भइहाल्यो पाठ, यो भइहाल्यो 5%, ठीक। अब मान्नुहोस् म यो घर गर्छु, यो के छ साइन्स र नेपाली, त हेर्नुहोस् साइन्स नेपाली कति छ 15, त यो भयो 15 बाट यो कति भइहाल्यो 10, ठीक, किनभने 5 आइहालेको छ। अब हेर्नुहोस् यो मिलाएर कति छ 10 20 जम्मा कति 40, तो यो भ्याल्यु 20, ठीक। अब यसमा आउनु, ठीक, यो घरमा अब यो घरमा भर्छु, त यो कसको छ मेथको र नेपालीको, ठीक, कमन छ। मेथ्स अनि नेपाली छ 20, 20 बाट मैले मेथ्स र नेपाली यति भ्याल्यु मैले 5 लेखिदिएको छु, त यो भ्याल्यु 15, ठीक छ। अब 15%, अब हेर्नुहोस् मेथ्स जम्मा कति जनाको छ 45, 45 बाट कति 45 बाट कति आइरहेको छ, त यो भ्याल्यु 5 10 25 25 र यो भ्याल्यु 20, ठीक छ। अब यसमा आउने नेपालीमा जम्मा नेपाली कति जनाको छ 50 जनाको छ, 50 जनाको छ 15 5 20 30, यो भ्याल्यु 20%। अब के हामीलाई भनेको छ find the number of students who passed in only one subject, ठीक। तपाईहरु लेख्नु होला सी नम्बरमा the number of students who passed in only one subject, तो only one लाई यो घर र यो घर, ठीक छ। तो only s प्लस only m प्लस only n नेपाली, ठीक। तो that is 20 प्लस 20 प्लस 20 that is equals to 60%, ठीक छ। अब फेरि भन्छ 300 स्टुडेन्ट पास्ड इन ओन्ली वन सब्जेक्ट, एउटा सब्जेक्टमा ओन्ली वन सब्जेक्टमा कति 300 पास भएको छ, द्याट इज 30%। हाउ मच स्टुडेन्ट आर टोटल भन्दा जम्मा विद्यार्थी निकाल्नको लागि त हेर्नुहोस् कति सिम्पल छ, डी नम्बरको एकैचोटि यसमा लेखिदिनु 300 स्टुडेन्ट, द्याट इज हाउ मेनी टोटल नम्बर अफ, लेट द टोटल नम्बर अफ स्टुडेन्ट बी एस टोटल नंबर ऑफ स्टूडेंट एसटीडीएस स्टूडेंट बीएक्स, ठीक। स्टूडेंट को सर्ट में लेखेको छु, तपाईहरु पूरा लेख्नु होला। अब हेर्नु त 60% अफ एक्स, एक्स मतलब टोटल नंबर को 60% कति दिएको छ 300 दिएको छ, और ठीक 60 बाई 100 इन्टु एक्स इक्वल्स टू 300, और एक्स इक्वल्स टू 300 गुणा 100 बटे 60, ठीक, ठीक कटिहाल्यो 56 से 30, ठीक छ। हाम्रो कति आन्सर आयो 500 आन्सर आयो, ठीक। तो जम्मा कति विद्यार्थी होला 500 जति विद्यार्थी होला। अब यस्तै गरेर अगाडि हामी बढिरहेको छु नम्बर 5 मा।
हेर्नुहोस् नम्बर 5 को फेरि स्टार्ट गर्दै जान्छु। इन द सर्वे 1/3 अफ चिल्ड्रेन लाइक म्याङ्गो ओन्ली। ठिक, म्याङ्गो ओन्ली त ओन्ली म्याङ्गो छ 1/3। ठिक छ, त 1/3 कतिको 1/3 जो एक्स होला, एक्स मतलब टोटल मिलाएर गरिदियो। ठिक छ, x/3 पनि हुनसक्छ ओन्ली। एन्ड 22 डु नट लाइक म्याङ्गो एट अल। 22 एम को कम्प्लिमेन्ट, कम्प्लिमेन्ट मतलब त्यो चिज राम्रो लाग्दैन त म्याङ्गो कति छ 22। ठिक, एट अल। एल्सो 2/5 अफ चिल्ड्रेन लाइक एप्पल। ठिक, एप्पललाई मन पर्ने त एन ए 2/5 मतलब 2x/5। ठिक, चिल्ड्रेन यसैलाई x/3 लेख्नु जस्ट म त त्यहाँ लेख्यो। एन्ड बट 12 लाइक नन अफ देम। ठिक, एन म्याङ्गो युनियन एप्पल को कम्प्लिमेन्ट। ठिक छ, 9 इक्वल्स 12। अब फेरि यहाँ दिएको छ if m and a denote the set of children who like mango apple expect to write the relationship between। अब भन्छ रिलेसन लेख्नुको लागि ओन्ली m a n a मा के रिलेसन छ जुन हामीहरूको फर्मुला दिइहालेको छ ए नम्बरको लागि। ठिक, त तिनटै दिएको छ कन्डिसनमा जुन सुरुमा फर्मुला लेखाएको छ त्यही n u इक्वल्स टु के भ्याल्यु ओन्ली m प्लस ओन्ली a प्लस जो फिगर बनाएको त्यो झन् राम्रो छ एन एम युनियन ए को कम्प्लिमेन्ट। ठिक, जुन हाम्रो रिलेसन हो यो माथिको सम्म। फेरि भन्छ बिना, फेरि भन्छ हामीलाई यसको अर्को वाट इज द पर्सन सरी 5 नम्बर थियो ल 5 नम्बर सोधे बबिन पनि त्यो बादमा हाउ मेनी चिल्ड्रेन आर इन्भल्भ इन द सर्वे। सर्वेमा कतिजना छ। ठिक, 3 नम्बरमा हाउ मेनी चिल्ड्रेन आर इन्भल्भ इन सर्वे। सर्वेमा कतिजना छ त हामीलाई एक्स को भ्यालु फाइन्ड आउट गर्नुपर्छ त सी नम्बरमा हेर्नुहोस्। ठिक, सेम यही फर्मुलामा त युजिङ फर्मुला। ठिक, यही फर्मुलामा भइहाल्छ त एन यु इक्वल्स टु ओन्ली एम प्लस एन ए प्लस एन एम युनियन ए को कम्प्लिमेन्ट। एन यु हामीहरूले एक्स मानेको छौँ, यो मानेको छौँ x/3। ठिक छ, ओन्ली ए भइहालेको छ 2x/5। ठिक, प्लस कम्प्लिमेन्ट भइहालेको छ 12 और x इक्वल्स टु यो दुईटैको एलसिएम भयो 15 त यो भ्यालु 5x प्लस 6x प्लस 12 और x इक्वल्स टु 11x/15 प्लस 12 और x माइनस 11x/15 प्लस सरी यता इक्वल्स टु 12 और यता 15बाट 11 गयो भने 4 x/15 इक्वल्स टु 12 और x को भ्यालु कति भ्यालु 12 गुण्य 15/4। ठिक छ, यो काटियो 3 15 45। ठिक, तो x को भ्यालु हामीहरूको कति आयो 45 मतलब जम्मा विद्यार्थी कतिवटा छ 45 वटा छ। ठिक छ, फाइन्ड द रिलेसन of the children who like the mango only to those who do not like apple। एप्पल मन पर्दैन। रिलेसन निकाल्नु भन्दा अब फिगरमा हामीहरू ल हेर्नुहोस् अब सेम 1/3 प्लट गर्दा तब पनि हुन्छ या त्यो होइन त हामीहरूले त्यो नम्बर पनि अब प्लट गर्न सक्छौँ किनभने हामीहरूलाई x को भ्यालु चाहिँ आइहालेको छ। हेर्नुहोस् x को भ्यालु आइहालेको छ। म अति यसमा अलि रफ गर्दै जान्छु र यसमा यो भ्यालुहरू पुट गर्दै 13 अफ x। ठिक छ, त 45 लाई 3 ले सरी 45 लाई 3 ले दिइहाल्छ त 15 दिया 45 यो भ्यालु 15 भइहाल्यो। ठिक, अब ओन्ली ए यो ठिक छ यो ओन्ली एम भइहाल्यो। त्यसपछि कम्प्लिमेन्ट भइहाल्यो 12 भइहाल्यो। ए दिएको छ अहिले यो ए भइहाल्यो पुरा गर्दै यो अहिले दिएको छैन हामीलाई यो पनि बाँकी छ। ठिक छ, ठिक यस हामीहरू मतलब भर्दै क्रममा थियो यो वाला 5 नम्बरको कति ल हाउ मेनी इन्भल्भ सर्वे त्यो भइहाल्यो।
ल सी नम्बरको ठिक। एन्ड डी नम्बरको के छ फाइन्ड द रेसियो अफ चिल्ड्रेन। त योभन्दा अगाडि हामीहरू अब यो भयो त एक्सको जब भेल्युहरू फाइन्ड आउट गरेर त हामीले के गरेको थियो, यो भला आएको थियो हामीहरू 15, यो थियो 12। अब हेर्नुहोस् नाउ अगेन फेरि एन यु त एन यु हेर्नुहोस् एन युको फर्मुला हामीलाई कन्डिसन वाइज लगाउनु छ। हामीलाई हमेसा यो ध्यान दियो यो दिएको छ र यो दिएको छ, ठिक छ। त एन यु त एउटा त के भ्याल्यु यमको कम्प्लिमेन्ट, ठिक। यमको कम्प्लिमेन्टको मतलब के भयो, यो यम छाडेर पुरा यो घर प्लस यो घर आइहाल्यो र प्लस यो आइहाल्यो यो घर एन यम एकोर्डिङ टु द कन्डिसन्स। अब हेर्नुहोस् यो थियो 45, ओन्ली यम थियो 22 र यो एन एम यो कति भ्याल्यु 23 और एन यम को भ्याल्यु कति भ्याल्यु 23। अब हेर्नुहोस् यो पुरा हामीलाई पत्ता लागिहाल्यो, ठिक। अब इन्टरसेक्सन यसबाट हामीलाई पत्ता लगाउँछौँ, ठिक। त ओन्ली एम फेरि एन्ड गर्ने ल एन्ड, ठिक। ओन्ली एम प्लस एन एम इन्टरसेक्सन ए यो घर प्लस यो घर इजकल्स टु एन एम। एकैचोटिमा म गरिरहेछु। त एम इन्टरसेक्सन ए को एन्सर कति आइहाल्यो त ओन्ली एम भइहाल्यो 23 र यो कति थियो 15 त कति भइहाल्यो 8, यो कति भइहाल्यो 8 त यो भइहाल्यो 8, ठिक छ। त को ल 15 8 23 त्यसपछि भइहाल्यो ए। त ए जम्मा एकछिन ल ए त ए जम्मा कति थियो 18 त यो भइहाल्यो 10, ठिक। अब सबैलाई जोड्नु त 45 त हाम्रो भइहाल्यो। अब डी नम्बरमा फेरि यसको चाहिँ के दिइहालेको छ कि फाइन्ड द रेसियो अफ चिल्ड्रेन हु लाइक म्याङ्गो ओन्ली टु दोज हु डोन्ट लाइक एप्पल। एप्पल मन नपर्ने, हेर्नुहोस् एकैचोटिमा त फेरि लेख्नुहोस्, तपाईँहरूमा एकैचोटिमा गरिरहेछु। फर्स्टमा के दिएको छ चिल्ड्रेन हु त रेसियो अफ चिल्ड्रेन हु लाइक म्याङ्गो ओन्ली, त म्याङ्गो ओन्ली 15 भ्याल्यु माथिमा त 15 लेख्नुहोस्। एन्ड हु डु नट लाइक एप्पल, एप्पल मन नपर्ने, एप्पल मन नपर्ने यो पुरा भइहाल्यो यो घर र यो घर। यो बाहिरको घर कति छ 12 ल जोड्नुहोस्, बाहिरको प्लस यो घर, ठिक। र यो भ्याल्यु 15 त यो भ्याल्यु कति 27 यो भ्याल्यु 27, ठिक छ। 3 भन्जाले काट्छु त यो कति आयो 5 र 9 रेसियो छ ल, ठिक छ। यस्तै अब अगाडि यो अलिक लिखित आएको छ फर्मुलाहरूलाई बार र कम्तीमा यसलाई रिभिजन गर्नु होला, न त दिक्कत हुन्छ बनाउनमा। 6 नम्बर अर्को त सिम्पल छ, हेर्नुहोस् के दिएको छ। इन द सर्वे अफ कम्युनिटी 500 पीपल त एन यु इक्वल्स टु 500, 250 लाइक फुटबल एन एफ इक्वल्स टु 250, 300 लाइक क्रिकेट एन सी इक्वल्स टु 300 एंड 25 डू नॉट लाइक एनी ऑफ द गेम एन फुटबल यूनियन क्रिकेट इक्वल्स टू 25, ठीक छ। एन्सर द फलोइङ क्वेसन, राइट द अबभ इन्फर्मेसन सेट नोटेसन। सेटमा बन्छाइरहनको लागि त हामीलाई एज बाधा गर्नेछु सेट नोटेसन, लास्टमा सब इन्फर्मेसन फाइन्ड आउट गरेर त्यसपछि भन्छ यही सेट नोटेसनमा सेट नोटेसन हामीले गरिदियो ए नम्बरको लागि, ठिक। बी नम्बरमा भन्छ ड्र द अबभ इन्फर्मेसन अबभ डायग्राम टु सो अबभ फ्याक्ट एन्ड फाइन्ड आउट द नम्बर अफ पिपल हु लाइक द बोथ गेम। इन्टरसेक्सन भन्दा हामीलाई पत्ता लगाउनको लागि, इन्टरसेक्सन पत्ता लगाउनको लागि सिम्पल छ। फेरि हेर्नुहोस् बी नम्बरको लागि, ठिक छ। त एन एफ युनियन सी को कम्प्लिमेन्ट एन यु डिफरेन्स एफ युनियन सी और एकैचोटिमा म यसमा भेल्यु पुट गरेर एकैचोटिमा निकालिरहेछु एफ युनियन सी, ठिक। एन यहाँ पनि एन राखिदिनु। त यो भ्याल्यु हाम्रो कति 500, ठिक। 500बाट घटायो त 450 475, हाम्रो यो भ्याल्यु 475, ठिक छ। अब हेर्नुहोस् यो दिएको छ यो दिएको छ यो दिएको छ त्यो फाइन्ड आउट भइहाल्यो,
एन्ड 4 नाउ भन्नुहोस् नाउ एन एफ युनियन सी यसको फर्मुला के छ एन एफ प्लस एन सी माइनस एन एफ इंटरसेक्शन सी और एन एफ ठीक छ ल एंड एफ युनियन सी तो यो वैल्यू 475 इक्वल्स टू एफ 250 यो वैल्यू 300 माइनस एन एफ इंटरसेक्शन सी ठीक यो दुईटा वैल्यू 550 ठीक 550 400 कति छ 75 ये वैल्यू सॉरी ये वैल्यू 5 ये वैल्यू 14 7 ठीक तो ये वैल्यू 75 तो एन एफ इंटरसेक्शन सी इक्वल्स टू 75 अब यसै इन्फर्मेसनलाई हामीहरू भेन डायग्राममा सो गर्छौँ त एज रुल हामीलाई सबभन्दा पहिला इंटरसेक्शन लाग्छ त 75 आयो ठीक अब हेर्नुस् एन एफ यो कति छ 250 छ ठीक छ त यो 250 बाट हामीलाई 75 घटाऊ ठीक छ 10 बाट यो 5 भइहाल्यो यो भइहाल्यो 7 भइहाल्यो 1 भइहाल्यो त 100 सरी ल 175 अब यो थियो फुटबल थियो यो क्रिकेट थियो क्रिकेट जम्मा छ 375 भइहाल्यो कति भइहाल्यो 225 यो चाहिँ 25 दिएको छ फाइन्ड आउट द पिपल हु लाइक ओन्ली वन गेम अब हुन्छ कतिजनालाई ओन्ली एउटै गेम मन पर्छ ठीक छ सी नम्बरमा पिपल लाइक ओन्ली वन गेम यू प्लस यू इक्वल्स टू एन ओन्ली एफ प्लस एन ओन्ली सी 175 प्लस 225 0 कैरी 1 7 10 के 0 कैरी 1 3 1 4 ठीक ये वैल्यू 400